सेवारो सबैजनालाई आज चाहिँ म तपाईहरुलाई वेस्टको घरको अर्किडहरु देखाउन गइरहेको छु। यो चाहिँ सबै दाजुले रोप्नु भएको एकदमै यो चाहिँ सेलमा छ है। यहाँ चाहिँ हुनुहुन्छ फुलको मालिक हो अनि मेरो चाहिँ जेठाजु। दाजु फुल चाहिँ कति पर्छ जस्तो होला? 500 प्लस होला है। तपाईले यो फुलमा चाहिँ के लाउनुहुन्छ? के मल लाउनुहुन्छ? फुलमा यो जंगलको पत्कर रुखको पत्करको मल र बलुवा फिटेर। ए हजुर। कति घण्टा जस्तो लाग्छ यो फुलमा पानी लाउनु मात्रै? बिहान बेलुका गरेर 2 घण्टा जस्तो लाग्छ। फ्लावर लभरहरुको लागि एकदमै 2 घण्टा जस्तो लाग्दछ है फुलमा पानी हाल्नु मात्रै। छोरा मान्छेले चाहिँ फुल रोपेकै छोरी मान्छेले अल्छी गर्छ हेर। अर्किडको चाहिँ पुरा कोपिला लागिरहेछ हो। यो चाहिँ धेरै कलरको छ अरे अनि यो साल चाहिँ दाजुले सेल गर्नुहुन्छ अरे है। कसरी पट हो अहिले चाहिँ फिक्स भएको छैन। तपाईहरुलाई चाहिएमा कन्ट्याक्ट नम्बर राखिदिन्छु, कन्ट्याक्ट गर्नु सक्नुहुन्छ तपाईहरुले है। धेरै भेराइटीको छ अनि घरमा चाहिँ पापा र दाजु मात्रै बस्नुहुन्छ हो। छोरा मान्छे भएको घरमा पनि एकदमै फुलहरु चाहिँ कति भेराइटीको छ तपाईहरुलाई देखाउँछु है त। पानी हाल्नु हुँदैछ फुलमा। एजुलिए कतिवटा कलरको हेर्नुस् त। फुल चाहिँ भने राख्ने जग्गा छैन है। आम्मामा कस्तो दामी कलरको फ्लावरहरु। यहाँनिर चाहिँ उयो पनि रहेछ के भन्छ मल्टिफ्लोरा गदावरी। आँखाले भ्याइ नसक्छ नि हौ फुल चाहिँ भने चाहिँ। फ्लावर लभरहरुको लागि जेठाजु बुहारीको चाहिँ एकदम कम्पिटिसन हुन्छ फ्लावरको चाहिँ। अनि यहाँनिर पनि छ पेदुङबाट पनि लिइमागेको फुल हो। यत्रो फुल छरा पनि। फुलको भेराइटी चाहिँ आम्मामा कम्ता छैन। फुलै फुल कतिवटा भेराइटी। जेरेनियम पनि रहेछ फुलिरहेको। आँखाले भ्याइ नसके। यहाँभित्र चाहिँ पोली हाउस हो यो चाहिँ। हट हाउसमा चाहिँ यति दामी खोर्सानीहरू फलेको छ। हाम्रो उता औलतिर खोर्सानी मोडेर है पुरा झर्छ खोर्सानी। यहाँ चाहिँ अम्बो यहाँनिर चाहिँ बैगुन पनि फलेछ है लेकतिर। यहाँ छ बैगुन लेकमा फलेको नि हौ। रोप्यो भने चाहिँ के चाहिँ फल्दैन हो बैगुन खोर्सानी। अनि यहाँ चाहिँ मैले उता पेदुङबाट पठाइदिएको काँक्रा पनि पुरा फल्यो अरे हो। यहाँ पनि छ। कोकोलाई मन पर्छ एकदम अर्ग्यानिक है प्युर। कालिम्पोङबाट ल्याएको फुल रोप्नु हुँदैछ दाजुले चाहिँ। के मल छ भन्नुभयो दाजु यसमा चाहिँ? यसमा चाहिँ रुखको ठुल्ठुलो रुखको फेदमा गएर यो पत्ता कुहिएको मल हो यो है। एकदमै राम्रो। यसमा बलुवा पनि फिटेको छ। अनि माटो अलरेडी एकदम अर्ग्यानिक हो यो चाहिँ। गुड गुड।